5वटा नम्बरबाट चाहिँ 2टा नम्बर गेस गर्न पर्यो 2टा चान्स छ हजुरसँग 2टा चान्समा चाहिँ यहाँ मैले 5वटा नम्बरमा चाहिँ एउटा गिफ्ट चाहिँ राख्दैछु हजुरले 1 देखि 5 सम्म 2टा नम्बर भन्न पर्यो मलाई यदि त्यो 2टा नम्बरमा त्यो गिफ्ट छ भने हजुरले त्यहाँ भएको गिफ्ट चाहिँ लान पाउनुहुन्छ मेरी क्रिसमस गाइस क्रिसमसको ओकेजनमा चाहिँ मैले एउटा गेम खेलाउँदै छु मेरो हातमा चाहिँ यो 2टा प्रोडक्ट छ म चाहिँ यो यसरी यहाँ प्लेस गरिदिन्छु अनि यदि हाम्रो कस्टमर्सहरूले चाहिँ यो एक्ज्याक्टली कतापट्टि प्लेस भएको छ भन्न सक्नुभयो भने चाहिँ यो चाहिँ उहाँले क्रिसमसको ओकेजनमा सर्भरको तर्फबाट घर लान सक्नुहुन्छ फर्स्ट गेस्ट चाहिँ हजुरको के हुन्छ होला फर्स्ट गेस्ट चाहिँ म 2 भन्छु फाइनल हो हजुरको ल सुरु गर्ने 3 पोइन्ट गरिदिनु ल यहाँ हजुर हातले पोइन्ट गरिदिनु फाइनल हो लक गरिदिनु यसलाई अरू के कन्फ्युजन के भन्नु भएको छ 3 2 भन्नु भएको छ तर अनफर्चुनेटली यो 2 मा चाहिँ छ कि छैन होला छैन है सरी अहिले चाहिँ 3 नम्बर भन्नु भएको छ तर अनफर्चुनेटली त यहाँ चाहिँ केही पनि छैन है लास्ट गेस ल फाइनल दुईचोटि सोचेर भन्नु एकचोटि होइन जस्तो लाग्छ मलाई त गफ दिन्छ 2 फाइनल हो फेरि फाइनल हो लक गरिदिउँ 1 भन्छु नि 1 मा ल है उहाँले 5 बाट शिफ्ट भएर चाहिँ 1 मा आउनु भएको छ ल उहाँले 5 भन्नु भएको छ मोमेन्ट अफ ट्रुथ छ कि छैन एकचोटि हल्ले आफै आएर चाहिँ हेर्दिनु अगाडि आएर हेर्दिनु यो के माथि हेरेर 4 मा छ यो ठीक छ नाइस टाइप अदर के भएन थ्याङ्क यू मेरी क्रिसमस दाइ ओके मेरी क्रिसमस कङ्ग्रेचुलेसन म्याम सर्वको तर्फबाट चाहिँ हल्ले यो एरा रोजको भाइटामिन सी क्लेन्जर चाहिँ हजुरले पाइसक्नु भएको छ कस्तो लागिरहेको छ हजुरलाई भिजिट गर्नुहोस् सर्वमा अहिले अनि गेम खेलेर गिफ्टहरू जित्नुहोस् थ्याङ्क यू म्याम हियर्स यो गिफ्ट